आदरणीय श्रोता नमस्कार। यो रातिकालीन समयमा न्यानो अभिवादन टक्राउँदै यहाँको रेडियो सेटसम्म कार्यक्रम उहिलेका कुरालाई लिएर म कार्यक्रम प्रस्तुता योगेश लिम्बू उपस्थित भइसकेको छु। कार्यक्रम उहिलेका कुरा प्रत्येक हप्ताको आइतबार साँझ 7 बजेदेखि 8 बजेसम्म आउने गर्दछ। कार्यक्रम उहिलेका कुरामा हामी हाम्रा वृद्ध आमा बुवासँग कुराकानी गर्ने गर्छौँ। उहाँहरूका अनुभव अनुभूतिका कुरा, भोगेका कुरा, संस्कार संस्कृतिका कुरा गर्ने गर्दछौँ। कार्यक्रम उहिलेका कुरामा आज मसँग हुनुहुन्छ 1999 श्रावण 17 गते तेह्रथुममा जन्मेर हाल दमक 8मा बस्दै गर्नुभएका 84 वर्षीय वृद्ध बुवा कुलप्रसाद खतिवडा। उहाँसँगको कुराकानी उहिलेका कुराको आजको अङ्कमा। बा नमस्कार। हजुर नमस्कार। कति वर्ष पुग्नुभयो बा? म अहिले 84 वर्ष 84 वर्ष पुग्नुभयो। कता जन्मिनु भयो हजुर? म तेह्रथुममा जन्मिएको हो। उहाँ आश्रम बसेँ 15-16 वर्ष। हजुर। म भैँसी गोठमा बसेको हो। हजुर। अर्थोक हामीले लेखापढा छैन। गोठमा बसियो, गाई भैँसी चराइयो, हेरियो, दुध बेचियो, दुध खाइयो। कति सालसम्म बस्नुभयो तेह्रथुम? तेह्रथुममा म 1900 सालमा जन्मिएर 2019 सालसम्म बसेँ। 2019 सालसम्म बसेँ। अनि त्यहाँदेखि आसाम गएँ। आसाममा 16 वर्ष बसेँ। आसाममा के गर्नुभयो? भैँसी गोठ पालेँ। भैँसी गोठ गर्नुभयो? भैँसी गोठ पालेँ। भैँसी गोठमा बसियो। अनि त्यहाँदेखि पछाडि मेरो परिवारहरू बालबच्चाहरू उहीँ थिए 4-5 जना आसाममै। अनि सँगै आयौँ यहाँ आएर। अनि त्यहाँदेखि मधेसमा बसोबास गरियो। मधेसमा कति सालमा सर्नुभयो हजुर चाहिँ? मधेसमा आइयो 35 सालमा। 35 सालमा। दुःख कष्ट थिए? दुःख कष्ट साह्रै थियो। दुःख कष्ट साह्रै। अब झरी पानी भन्न पनि पाइँदैन, बिमारी भन्न पाइएन। भैँसी गोठ बस्ने मान्छेले हजुर। अनि घाँस पात गर्नुपर्ने, भैँसी चराउन जानुपर्ने, ल्याएर बाँध्नुपर्ने, धुनु बिहान बेलुका राति। हैरान थियो। धेरै दुःख पाइयो, धेरै दुःख गरियो। अनि त्यसमा पछाडि बालबच्चाहरू पनि अलिक हुर्किँदै गए। पढ्ने ठाउँ थिएन उहाँ आसाममा, गोठमा बसियो जङ्गलमा। हजुर। अनि यहाँ निकालेर अनि केटाकेटी छोराछोरी पढाएर अनि म यहीँ बसोबासो गरिराखेको छु अहिले। अहिले त अब अनेक सेवा सुविधा आए बा, होइन? उहिले नुनहरू लिनलाई नुन लिन आउनु त्यहाँबाट धरान आउनु पर्थ्यो। कति घन्टा हिँड्नुहुन्थ्यो? 8 दिन लाग्थ्यो। 8 दिन लाग्थ्यो? 8 दिन। अनि घर पुगिन्थ्यो। खानपिन कता खानुपर्ने बा? साथमै बोक्नु पर्ने। खाजा सामल बोक्यो, भाँडाकुँडा बोक्यो, लुगा फाटो ढाकरमा बोकेर अनि आयो। बाटोमा पकाउँदै खाँदै रातमा जङ्गलमा बाटोमा बस्दै जङ्गलमा बस्नु पर्ने। घरमा कहीँ बस्नु पाइँदैन। जता रात पर्छ त्यहीँ बस्ने, त्यही खाने, त्यही सुत्ने। जहाँ पानी छ त्यही भात पकायो खायो। अनि त्यसरी अब 8 दिनसम्म लाग्थ्यो। धरान आएर नुन बोकेर पुर्याउँदा त्यस्तै गरेर बसियो। दुःख थियो। पाहाडमा पनि दुःख थियो, आसाममा पनि दुःखै पाइयो। 8 दिन लाग्दाखेरि खाँदै पिन्दै बोक्ने, अनि साथीभाइहरूसँग भेटघाट हुने सँगै नि। त्यस्तो 5-7 जना 10 जना जति आइन्थ्यो साथमा। अनि त्यसरी नै बोकेर अनि लिएर गयो। अनि 7-8 दिनमा घर पुर्याएपछि हजुर अनि त्यही बर्खाभरिलाई त्यसैबाट नुन घुटुन भनौँ, अब कहिले तेल भयो, मट्टी तेल भयो, त्यो सबै कुरा सामानहरू धरानदेखि नै बोक्नु पर्थ्यो। त्यो बेला कस्ता भाकाहरू थिए बुवा? भाका गाउनुहुन्थ्यो कि हुन्थेन उहिले? भारी बोक्दा भाका गाउनु भएन। अनि बुवा कति सालमा विवाह गर्नुभयो तपाईँले? 16 सालमा। तपाईँ 16 वर्षको हुँदा? 17 वर्षको हुँदाखेरि। उहिले अलिक छिटो पनि बिहे गर्ने चलन हुन्थ्यो भन्ने सुनेको थियौँ हामीले। अलि छिटै बिहे गरिदिने? छिटै नै चलन थियो नि त त्यो। अब 8-10 वर्षमै गर्थे। 8-10 वर्षमै गर्थे। 12, 14, 15, 16, 17, 18 त्यहाँदेखि उँभो साह्रै जाँदैन थियो। अहिले त बा अनि बिहा त ढिलो गर्नुपर्छ भन्छ नि, उहिले चाहिँ किन छिटो? होइन, अघि के थियो भन्नुहुन्छ भने घरमा अब घर धन्दा गर्न बुहारीलाई नै धेर चाहिन्थ्यो। बुहारीले नै गर्थे। अनि त्यसले गर्दाखेरि सासु ससुराले भरिसके बुहारी ल्याएर अलिकति पालो पाउँछन् सासूले भन्नु। उहिले दुःख थियो, पालो पाउँछन्, त्यही भनेरै हो। अहिले जस्तो पानी घरमै आउने त्यस्तो सेवा सुविधा थिएन। अब धारादेखि पानी बोक्नु पर्यो, दाउरा बोक्नु पर्यो कहाँदेखि। अब भने बेलामा अब घर आफ्नो आँगन बारी हुन्छ त काठ दाउरा हुँदैन थियो।
हो त्यसले गर्दाखेरि पनि बुहारीको आवश्यक पर्थ्यो मकै पिन्न पर्यो धानहरू कुट्नु पर्यो भने कता जानुहुन्थ्यो पिन्नु कोदो पिन्नु अब त्यो त आफ्नो आर्थिक स्थिति अनुसारको खानापिना के खानु पुग्छ त्यही अनुसारले चल्नु पर्यो नि त भनेपछि अहिले यस्तो मिल्थेन अब मिल्थेन खालि ढिकी जाँतो अहिलेको लागि त ढिकी जाँतो थाहा छैन नि अहिलेका कसरी हो पिन्ने कसरी हो कुट्ने त्यो पत्तै छैन पत्तो छैन नि देखेकै छैन हो हामीले हाम्रो पालोमा त्यो थियो परिवारमा कतिजना हुनुहुन्थ्यो बा तपाईँहरू हाम्रो पाहाडमा थियौँ न धेरै बुवा मेरो सानैमा खस्नुभयो सानैमा 8 वर्षको हुँदा तपाईँ कुन भाइ पर्नुभयो म जेठो जेठो पर्नु अनि भाइ बहिनीहरू 3जना थिए तीनजना। मसँग 4जना हजुर अनि आमा एक्लै हुनुहुन्थ्यो अनि सानैदेखि दुःख गरियो त्यस्तै भएर चाहिँ अनि आश्रम त गइयो उहाँ पनि दुःखै नै गरियो नि गोठामा बा अनि अब बिहाको कुरा अघि आएको थियो उसले बिहे गर्दा रित चाहिँ कस्तो थियो माघी बिहे गर्नुभयो कि भागी बिहे गर्नु हाम्रो त माघी बिहे माघी बिहे गर्नुभयो माघी बिहे नै हो त्यो बेला भागी बिहे त त्यसका चल्नु थिएन त्यो बेला सुनहरू कति पर्थे तोलाको 100 रुपियाँ तोला 100 रुपियाँ तोला मैले मेरो बिहे गर्दाखेरि 100 रुपियाँ तोला अरे अब बेहुलीलाई त दिनु पर्थ्यो होला कस्तो थियो रे दिनु पर्थ्यो दिनु पर्थ्यो नाक कानमा त पर्थ्यो उहिले पनि पर्थ्यो पैसाको चाहिँ कस्तो थियो बुवा म त उहिले पैसा कति रुपियाँ पैसामा खाना पाइन्थ्यो पैसा त साह्रै महँगो थियो पैसा साह्रै महँगो अब हामीले भनौँ 1 रुपियाँको 2 पाथी कोदो बेच्यौँ हजुर धान 2 पाथी बेच्यौँ त्यसखेरको बेलामा सस्तो थियो सस्तो अन्न चाहिँ पैसा चाहिँ महँगो अहिले अन्न महँगो भयो पैसा सस्तो हो त्यो भयो अहिले चाहिँ जाउलो चाहिँ अब दिने खाना पाइने कि होइन हामीको चाहिँ अलिकति त्यति दुःख थिएन त्यति थिएन चाहिँ खेत थियो धान अब 20-30-35 मली धान फल्थ्यो वर्षमा खाना पुग्थ्यो हामी परिवारलाई हजुर अनि यसो बाख्रा पाठा एउटा यसो गाई भैँसी त्यही पालो भनेपछि खायो खानाको चाहिँ दुःख थिएन दुःख थिएन काम गर्नु चाहिँ दुःख पाएन हामीले बुवा सानोमा खस्नु हो भएर खाना गर्नु चाहिँ हामीलाई राम्रै भयो अनि आश्रम गएर चाहिँ निकै दुःखै गऱ्यो कति वर्ष गर्नुभयो 16 वर्ष भैँसी बसमा अनि दुध बेच्यो दुधभन्दा पनि घिउ बेच्यौँ हामीले मही पारो घिउ बनायो अनि घिउ बोकेर 2 दिन लाग्थ्यो बजार 2 दिन लाग्थ्यो अनि त्यहाँ उहाँ कसरी बेच्नुहुन्थ्यो घिउ चाहिँ त्यतिखेर 80 रुपियाँ टिनको चाहिँ 80 रुपियाँ 19-20 किलो 18 किलो 19 किलो हुन्थ्यो एउटा टिनमा हजुर 80 रुपियाँले गरेर बेचेको 80 रुपियाँ टिनले बेच्नु पर्ने अनि अब त्यसैले अन्न किन्नु पर्ने अन्न किनेर खानुपर्ने अनि बुवा शिक्षा दीक्षा स्कुलहरू चाहिँ कस्तो के थियो त्यतिखेर त्यो ठाउँमा त सही थिएन नि थिएन अब यस्तो हामी त्यो ठाउँमा गयौँ गारुएलमा बसेका हौँ त्यो गारु भाषाको स्कुल थियो उनीहरूको भाषा हाम्रो भाषामा पढाइ हुँदैन थियो अनि हामी स्कुलमा जाने कुरा आएन उनीहरूका केटाकेटीहरू चाहिँ अब उनीहरूकै भाषा पढ्थे हामी चाहिँ अब बाहिर फेर भाषा चाहिँ जान्दथ्यौँ भाषा चाहिँ जान्नु सबै भाषा जान्दथ्यौँ त्यति नभइकन त कामै चल्दैन थियो नि त अब भारी बोक्ने उनीहरू नै हुन्थे काम गरिदिने उनीहरू नै हुन्थे अनि आफूले काम लाउनलाई त उनीहरूको भाषा बोल्नै पर्यो अनि त्यसले गर्दाखेरि उनीहरूको भाषा प्रशस्त जानियो अब त्यो घिउ बनाइन्थ्यो 8-10 दिन एकैबाजी लिएर जाइन्थ्यो बजार उनीहरूले बोकाएर लगिदिन्थे त्यस्तै थियो अनि अस्पताल चाहिँ कस्तो के थियो बुवा सुविधा त्यही हो 2 दिन लाग्थ्यो अस्पताल पुग्न 2 दिन लाग्थ्यो अब बिरामी साह्रै भयो भनेदेखि बोकेर जानु पर्यो हजुर हिँडेर जान त सक्ने कुरै आएन अलिअलि अब सरसाम्रो अलिअलि हिँड्न सक्ने सानोतिनो बिमार भयो भने दबाई सबाई ल्यायो उसैबाट यसो राखी छाडो घरमा गयो अनि त्यो गरेर चाहिँ अनि त्यसैबाट चलिन्थ्यो अनि चाहिँ गाह्रो थियो गाह्रो अहिले यस्तो सेवा सुविधा थिएन के पो हुनु कहाँबाट हुनु अब गाडी थिएन नि पैदल हिँड्नु पर्ने त्यस्तो दुःख थियो भनेपछि उहिले धेरै दुःख थियो धेरै कष्ट थियो धेरै कष्ट भोगियो भनौँ न हात्ती बाघ भालु यस्तो राति दिउँसो त्यो सबै दुःख भोग्यो भनौँ देखियो भोग्यो राति आएर हात्तीले चाहिँ वरिपरिबाट घेर्थे आगो बालेर तिनीहरूलाई तर्काएर अनि हात्तीहरू खेलाइन्थ्यो त्यस्ता हिसाबले पनि बस्यो उहिलेको जमाना र अहिलेको जमाना त अब तपाईँलाई कस्तो लाग्छ धेरै फरक त पर्छ होइन अहिले यस्तो छ अहिले सुविधा धेरै आयो हजुर दबाई पानी प्रशस्ति भयो त्यसैले गर्दाखेरि मान्छे अगाडिको जस्तो छिट्टै अलिक मर्या छैन अहिले अलिकति उमेरसम्म बाँच्न पाएका छन् 80-90 वर्षसम्म 100 वर्षसम्म बाँचेका छन् अहिलेका मान्छे
60-70 उँभो बाँचे हामीले भेट्यौँ त्यो दबाई पानी नपाएर अब एउटा चलन थियो हामीहरूको धामी झाँक्री लाउने हो त्यसले चाहिँ भयो भने भयो भएन भने गयो त्यो धामी झाँक्रीलाई फुको औषधि भन्ने हुन्थेन छैन के कहाँ पाउनु के औषधि अब झार जङ्गल यसो अलिअलि जान्नेले त्यही झार जङ्गल बुटीहरू खुवाएर यसो अलिअलि कोही ठिक पनि भइहाल्थे नभए जान्थे त्यस्तै थियो तरुल भ्यागुर कतिको खन्नुभयो हामीले खन्नु परेन नि अन्न पानी खाँदै थियो घरमा खाने त्यसमा धत्तर भ्यागुर उहिले दसैँ तिहार कस्तो हुन्थ्यो बा दसैँ तिहारमा साह्रै रमाइलो हुन्थ्यो त्यतिखेर अब नयाँ लुगा लाउन पाइन्थ्यो हजुर मिठो मिठो खान पाइन्थ्यो दही दुध नभए खोजेर ल्याएर भए पनि खाइन्थ्यो खान्थे भनौँ न आफूले पनि खाइयो अरूले पनि त्यसरी खान्थे अब चाडबाडमै हो अब सब कोहीले मासु माछा खान पाउँदैन थिए एउटा चाडबाड मात्रै दुःख सुख ऋणपान गरेर भए पनि खान्थे जोडजाम हुन्थ्यो गरेर पनि खान्थे बरु पछि ऋण तिर्थे चाडबाड राम्ररी मनाउँथे रमाइलो हुन्थ्यो टिका लाउने चलन थियो आशीर्वाद दिने चलन थियो तिहारमा देउसी खेल्नु बाबा हिँड्नुभयो देउसी खेल्यौँ रातभरि जस्तो नाचगान कति रात हिँड्नुभयो हिँड्यो अब तिहारभरि जस्तै हिँड्यो यस्तो भयो अब त्यतिखेरको जमानामा गाउँमा यसो स्कुलहरू बनाउनु पर्यो भनेदेखि 2-4 पैसा समाजसेवा एउटा अभियान जस्तै चलाउनु हुन्थ्यो अनि यसो 2-4 पैसा जम्मा हुन्छ त्यो त्यहाँ खर्च गरेर गरौँ है भन्ने कुरा त्योबाट हामीले गऱ्यौँ कसरी भट्याउनु हुन्थ्यो भट्याउन आउँछ तपाईँ भट्याउन आउँदैन थियो मलाई देउसिरे भन्ने मात्रै कतिजना टिम हिँड्नुहुन्थ्यो हजुर टिम चाहिँ कतिजना हिँड्नुहुन्थ्यो 10-12 जना टिम हिँड्नुहुन्थ्यो तर त्यहाँबाट पैसा चाहिँ हामी बाँड्दै दिन्छौँ समाजसेवा गर्नुहुन्थ्यो सेलरोटीहरू पोल्ने चलन थियो त्यतिखेर त्यो त पहिलेदेखि नै थियो भाइ टिका लाउने चलन भाइ टिका पनि लाउनुहुन्थ्यो लाइन्थ्यो सबै अहिले जस्तो मानिन्छ त्यही त हो नि अगाडिको पनि चाडबाड त त्यसैलाई त अहिलेसम्म त्यसले मानिराखेका छन् दक्षिणा चाहिँ कति आउँथ्यो बाबुले दक्षिणा त 1 रुपियाँ दियो भने त कता 1 रुपियाँको सेलरोटी कति आउने हाट बजार जाँदाखेरि अब हामीले त त्यो त किनेर पनि खायौँ थाहा भएन हजुर पछि हामी 22-25 वर्षको हुँदाखेरि बाटामा अब कहीँ यस्तै धनकुटा कतै बाटामा कतै भेट्यो भनेदेखि अब 4 आनामा दिन्थे 4-5 वटा जति रोटी त्यस्तै गरी खाइयो एक हल गोरु किन्न कति पैसा लाग्थ्यो बुवा त्यतिखेर एक हल गोरु किन्दाखेरि 80 देखि 100 रुपियाँ हललाई एक हललाई त्यस्तो थियो गाई किन्दाखेरि 50-60 लैना गाई भैँसी धेरै दाम परेको 120-25 त्यस्तैमा किन्यौँ हामीले जान्दाखेरि चाहिँ 120 सम्म किन्नुभयो लैना भैँसी भनेपछि उहिले पैसा महँगो पैसा त कति महँगो कति 4 आना पैसा छ भनेदेखि बजार गएर हामी केटाकेटीले पुग्थ्यो खर्च खाना मिठाई सिठाई खाना जग्गा जमिन चाहिँ कति पर्थ्यो बुवा त्यतिखेर जग्गा जमिनको त अब पाहाडको ठाउँमा त भन्नु रोपनीको कुरा हुन्छ रोपनी पनि थिएन नि त थिएन रोपनी थिएन त्यो त अब त्यतिखेर त हिसाब किताबै थिएन यो यति जति मेरो यति जति तेरो भनेर एउटा साँझ लाएर पहिलेदेखि जति भोगेका थिएँ त्यसैले मान्थे पुर्खाहरूले यसो यो चाहिँ गरी खाए भनेर साँझ देखाइदिने त्यही मात्रै हुन्थ्यो अब यस्तो हुन्छ नि जिम्मावालहरू लिम्बूहरू राईहरू अब तिनीहरूकै हुन्थे किपट अनि उनीहरूका मेरो यो यति भन्थे उनीहरूबाटै कोही बन्दकी खान्थे कोही राजीनामा मागेर खान्थे त्यस्तै थियो अनि त्यसमा अब नाक नक्सा थिएन शासन चाहिँ राजाको शासनहरू पनि तपाईँले भोग्नुभयो राजाको शासन राम्रै भोग्यो नि कस्तो थियो राजा शासन पञ्चायत काल कस्तो थियो पञ्चायत काल त अब त्यो त हिजो अस्ति हो हजुर त्यो बेला कस्तो हुन्थ्यो बुवा शासनहरू बोल्न पाइँदैन थियो बोल्नु भनेको बन्द पाइँदैन थियो राणाहरूले उनीहरूले बोलेको कुरा काट्न भनेको कसैले पाएन पुलिसहरू देख्यो भने छुटछुरी हुन्थे मान्छे देख्ने बित्तिकै डरले परपरै अब पुलिस आयो अरे भनेपछि भित्र पस्दै गयो राणाले जे गरे पनि उनीहरूलाई छुट अनि उनीहरूले अब जे गर्दा पनि झुम्रो गुम्रो जसरी जेल हाल्नु उनीहरूको खुसी तपाईँ हामी जस्तो साधारण जनता चाहिँ दुःख पाएन साह्रै दुःख नि त्यसो साह्रै जोगिनु पर्ने त्यस्तै थियो उनीहरूले के आदेश दिन्छ बुवा जस्तो दसैँ तिहारमा अथवा के बेला चाहिँ आदेश दिन्छ कि हामीहरूलाई त्यस्तो गरेन अब एउटा के थियो भनेदेखि जिम्मावाललाई मान्न जानुपर्थ्यो उनीहरूलाई नै राजा मान्नुपर्थ्यो
गाउँमा जिम्मेवाल भन्दै हुन्थ्यो जिम्मेवाल हुन्थ्यो जिम्मेवाल चाहिँ राजा जस्तै राजा जति हो उसलाई उसलाई अन्न पानी मान्नु। बुझाउनु पर्ने अब जानुपर्ने दसैँमा मान्न जानु पर्यो पोला लानु पर्यो चिउरा लानु पर्यो दही ठेकी उस्तै ठाउँमा के अरे खसी बाख्राको बोकाको साँप्रा बोकेर गएर अनि उसलाई मान्नु ल्याएर, पर्ने उसलाई मानु अनि मानेपछि उसले टिको लगाइदिन्थ्यो अनि त्यहाँदेखि ऊ खुसी भएन भने दुःख पाइयो दुःख पाइयो त्यस्तो चलन नजाँदाखेरि आएर उसले डाँड गर्थ्यो डाँट्थ्यो डाँट्थ्यो 5 रुपियाँ डाँड त्यतिखेर तिरो तिर्ने चलन हुन्थ्यो नि थियो 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 तिरो कति तिरो तिर्नु पर्थ्यो तिरो चाहिँ अब हले भन्थे 1 रुपियाँ हजुर कोदालो भन्थे 2 रुपियाँ हलेर कोदाले भन्थे 1 रुपियाँ हले भन्थे 2 रुपियाँ कोदाले खन्नुभयो कोदालो खन्ने होइन त्यो तिनीहरूको नियम उनीहरू चाहिँ कोदाले भन्ने हले भन्ने हले र कोदाले जब हल गोरु पाल्नेलाई हले हजुर अनि हल गोरु नभएकालाई कोदाले ए त्यस्तो हुन्थ्यो त्यो थियो त्यो चाहिँ चलन अब सुब्बाको कुरा ल्याउनुहोस् न सुब्बा कस्तो थियो सुब्बा त्यही हो जिम्मेवाल जिम्मावालाई सिब्बा त्यही हो अब आफ्नो उसको जिम्माभरि कति छ उनीहरूकै बाँडफाँड भएको हुन्छ उनीहरूको परम्पराबाट पुर्खादेखि तैँले यति भनेर उनीहरूले भाग पाएका हुन्छन् अनि त्यो जिम्मेवाल चाहिँ अनि हामीहरूले मान्नु पर्छ सुब्बालाई कस्तो हुन्थ्यो बा सघाउ पगाउमा सघाउ पगाउमा वर्षको 5वटा खेताला जिम्माला के अरे त्यो सित्तैमा सघाउनु पर्ने अनि गोरुसँग पनि एकल गोरुले लगेर एक दिन जोतिदियो सित्तैमा जोतिदिनु पर्ने आफूले आफ्नै घरको खाएर गएर कोही जति दिन्छ खाजा दिउँसोको त्यो खायो नभएदेखि बिहान बेलुका आफ्नो घरको खाएर आफ्नो लगेर जोतिदिनु पर्ने एकल गोरु भनेपछि सुब्बालाई पनि सघाउनु पर्ने अथवा जिम्मालाई सघाउनु पर्ने आफूलाई सुविधा हुन्थेन थिएन सुविधा त केही थिएन नि त्यही अब बस्न दिएको छ त्यति नै हो उहिले अब जस्तो केही अब झगडा पर्यो अथवा गाउँमा केही मनमुटाव भयो भने कसले मिलाउने सुब्बाले मिलाउने त्यही आउँथ्यो त्यही सुब्बाले गर्थ्यो गाउँमा थरी हुन्थ्यो अनि थरीले सुब्बालाई जिम्मालाई बोलाउँथ्यो अनि उसले आएर छलफल गरेर कसको दोष छ हजुर त्यो दोषीलाई चाहिँ कारबाही गर्थ्यो मिलाउँथ्यो मिलाउनु भन्दा पनि हाल्थ्यो ठेङ्गुरा ठेङ्गुरै हालिहाल्थ्यो अब ठेङ्गुरा चाहिँ कस्तो थियो भन्नुहुन्छ भनेदेखि हामीले त पढ्यौँ नै हामीले सुनेको सम्म चाहिँ उनीहरूको एउटा कोठरी जस्तो थियो हजुर अनि त्यहाँ लगेर ढ्यापैभित्र हुल्लिएर चाहिँ थुनेपछि चाबी लगाइदियो बाहिरबाट अनि त्यहाँदेखि भने जस्तो भएन काउ पार्नलाई पानीमा सिस्टम चोप्दै हान्दै त्यो कुरालाई सही हुन्थ्यो एकदम निष्पक्ष त्यो छानबिन चाहिँ गर्ने निष्पक्ष हुने अहिले जस्तो केही नहुने त्यो अब घुसपेसको कुरा थिएन उहिले सही कुरा हो सही देखेर के हुन्छ छानबिन गरेर त्यसलाई कारबाही गर्ने दोषीलाई कारबाही गर्ने त्यही थियो त्यही जिम्मेवार थरीले चाहिँ ठेकी खान्थे 100 रुपियाँ 100देखि उँधो 50देखि उँभो कति खानुपर्छ कति दिन सक्छ अनि त्यो उनीहरूको चाहिँ सोरानी भन्छ त्यो चाहिँ जिम्मेवारबाट पाएका हुन्छन् थरीले अनि उसले मान्छे घर दुरी राख्न सक्छ थरीले चाहिँ अनि त्यसमा 59 रुपियाँको राजीनामा दिएपछि अनि उसको चाहिँ त्यो ठाई भयो बसोबास त्यस्तो थियो पुलिस त थियो पुलिस थाना थियो अब ज्यान मारौँ भने त उही पुर्याउनु पर्छ नि त पुलिसमै पुर्याउनु पर्ने पुलिसलाई उहिले के भन्थ्यो पुलिस नै भन्थ्यो कि सिपाही भन्थ्यो अनि बा त्यो बेला अब सुब्बाको कुरा गर्नुभयो त्यस अलिक पछाडि प्रधान पञ्चको चाहिँ प्रधान पञ्च त अब त्यो 17-18 सालदेखि यता मात्रै प्रधान पञ्च मात्रै हो पञ्चायतकालमा त अलिक सुविधै भयो धेरै अलिक सेवा सुविधा राम्रै थियो सुविधा भयो अगाडिको जस्तो अब त्यो छिङ्दो मुङ्दो हटो पञ्चायत आएपछि केही न केही भयो धेरै भयो अनि अब मान्छेलाई अब सिडिओहरू त्यतिखेर थिएनन् पहिले अनि सिडिओ आयो जिल्लामा अनि सिडिओले आयो अनि सबैजनालाई शिक्षित यस्तो हिसाबले गर्नुपर्छ है भनेर उसले आएर बुझायो अनि त्यो हुँदाखेरि गाउँमै अलिकति मान्छे उजागर भए भनौँ अलिक शिक्षित भए ज्ञानी भए अनि बाटोघाटो ठुलो पहिनी श्रम पनि गर्नुहुन्थ्यो उहिले अनि श्रम नगरेर त के गरी बाँच्ने श्रमै गर्नुपर्ने बजेट छुट्थे बजेट त आउँदैन थियो गाउँबाटै गर्नुपर्ने अब गाउँमा अहिले कुलो बाटोहरू त अझै पनि हामी हेर्न सकिन्छ त्यो त खालि आफूले यस्तो हुन्छ खटाइदिएको हुन्थ्यो यो वार्डले यति गर्नु भनेर उसले खटाएको हुन्थ्यो अनि त्यो वार्डभरिको मान्छे गएर
त्यो बाटो कति उसले देखाएको छ त्यति चाहिँ अनि आफैले खन्नुपर्ने डम्पर गैँती कुटे कोदाला सबै लिएर जे छ सामान बोकेर जानुपर्ने गएर खन्नुपर्ने एकजनाले मात्रै होइन सबै गाउँभरिकाले गाउँभरिकाले जानुपर्ने गाउँभरिकाले जानुपर्ने त्यस्तो तरिकाबाट बाटो बनाएको त्यो बेला खाजा पानी हुन्थेन आफ्नै बोकेर आफै जानुपर्ने आफै लिएर जानु बुवा अलिकति त्यो कुरा गरौँ न मेलापातको कुरा गरौँ न मेलापात भनेको चाहिँ तपाईँको 12 पैरमा हजुर अब तपाईँको म आज गएर गरेँ भने भोलि तपाईँ आएर मेरोमा गर्ने आलो पाल आलो पालो हजुर हो त्यही थियो परमा भन्थे त्यो। परमा भन्छ गाउँले भाषामा परमा गाउँले भाषा परमा भन्थे हजुर परमा लाउने चलन कति कति दिन परमा लाउनु भयो बाले होइन त्यो त भनेर साध्यै छैन गाउँमा आलो पालो भइहाल्छ भइरहन्थ्यो अब असारमा उत्तिने गर्नुपर्ने साउनमा उत्तिने गर्नुपर्ने मङ्सिरमा उत्तिने गर्नुपर्ने बिटा बोक्ने धान काट्ने धान झार्ने दही गर्ने त्यो त अब मेरो आज तपाईँ आएर गर्नुहुन्छ तपाईँ कहाँ गएर म भोलि गर्छु बुवा त्यो बेला दाइमा खाना साना दिने चलन थियो खाजा खाना दिने चलन त्यो दिन्थ्यो दिन्थ्यो जहाँ गए पनि जस कहाँ गर्नुपर्छ त्यस खाजा चाहिँ के हुन्थ्यो तपाईँको खाजा त के हुन्थ्यो र भुटिया मकै हुन्थ्यो मकै त खाइदिन्थ्यो सुथुनी पिँडालु इस्कुस उसिनेर खानुहुन्थ्यो उसिनेर अनि अलिअलि व्यवस्था राम्रो हुने घरमा चाहिँ दही चिउराहरू पनि कोही दही चिउरा दिनुहुन्थ्यो। दाइमा धान झार्दा खुवाउँथे त्यो बेला अर्ग्यानिक खाना खानुहुन्थ्यो अर्ग्यानिक त्यो हजुर पनि तपाईँ स्वास्थ्य हुनुहुन्छ भर्खरको हुनुहुन्छ त्यही त अनि त्यो त अब के र त्यो अहिलेको जस्तो विषादीहरू केही थिएन अब जस्तो उम्रिएको छ पृथ्वीबाट अब त्यो बेला आफै गाई पाल्न पर्ने आफै खेती किसान गर्नुपर्ने आफ्नै करेसा बारीको अर्ग्यानिक सागसब्जी खान पाउने त्यही त अहिलेको पुस्ताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अब अहिलेकालाई अब के भन्नु अहिलेको त जुग जमाना अनुसारले अब अहिलेको जस्तो हामीहरूको जस्तो हलको दुःख छैन अनि अब हामी त भन्ने त्यही हो राम्रो पढाउनु गरी खाउनु उनीहरूले अब दिमाग लगाएर त्यही हो हाम्रो भन्ने कुरा चाहिँ तर पनि अहिले बुवा हस्पिटल धेरै खुलिया छन् सबै हस्पिटल अहिले त भरि भराउ छ किन त्यति धेरै यो चाहिँ यस्तो भयो खानपिनले खानपिनै हो खानपिनै अहिलेको यो विषादीयुक्त छ नि त जुनसुकै पनि अब विषादी धानमा विषादी सागसब्जीमा विषादी थोक विषादी वस्तु भाउमा तपाईँको त्यो चोकर भन्छ के भन्छ त्यो पनि सबै त्यही विषादीको नै अलिकति उपलब्धिबाट बनिएको हो त्यो त्यही खुवाएको छ अनि विषादी खोइ बढी विषादी बेसी भएर नि मान्छे रोगी थियो अनि काम कम पनि भयो काम पनि कम भयो उहिले अब पसिना बगाउनु पर्थ्यो अहिले सेवा सुविधा खोजियो अन्त अहिले त त्यो खालि आनन्द लिने मात्रै भयो मान्छे कताबाट आनन्द लिन पाइन्छ त्यही मात्रै सुविधा मात्रै खोजेको कारणले गर्दाखेरि मान्छे धेरै बिमारी भएको हो अब खटाइ छैन अब हामी भारी बोक्थ्यौँ कोदालो खन्थ्यौँ अब पहिला हिँड्थ्यौँ जुत्ता थिएन चप्पल थिएन अनि अब ढुङ्गा माटो जस्तामा पनि अब गिटी पाहाडमा त त्यही पर्ने उकालो ओह्रालो गर्नुपर्ने उकालो ओह्रालो नि खुट्टामा काँडा कति बित्छु कति के हुन्छ त्यो भनेर साध्यै छैन अनि घाँस दाउरा बोक्दा पनि खाली खुट्टै हिँड्नुपर्ने खाली खुट्टा त कहाँ पाउनु जुत्ता जुत्ता हुन्थेन जुत्ता भनेको त्यो पुरै थिएन नि कति साल पछाडि जुत्ता देख्नुभयो तपाईँले हामीले त 10-12 सालदेखि मात्रै त्यो पनि अरूले लाए आफूलाई लाउनु त्यो अरूको हेर्दा मात्रै जुत्ता चप्पल थिएन जुत्ता चप्पल थिएन बुवा नि गाडीको कुरा नि गाडी त मैले तपाईँको 13 सालमा धरान आएँ हजुर त्यहाँ आउँदाखेरि फुस्रेमा एउटा ट्रक बसेर छ एउटा हजुर त्यो पनि ट्रक बस त छँदै थिएन जिप चल्थे अलिअलि जिप चल्थे अनि त्यो ट्रकमा अब हामी निकैजना आइरहेको थियौँ आउँदाखेरि है छेउमा नजाए किच्छ नि भन्थे रोकेर राखे ट्रकले कहाँबाट किच्नु र बिचरा अब त्यो नजानेरै भन्नेलाई हामीलाई भन्नेले पनि नजानेका अनि छेउमा नजानु गाडीले बाट किच्ला नि भनेर भन्थे अनि अब त्यो अगाडि त्यो बेला कस्तो लाग्थ्यो हजुरलाई चाहिँ के हो यो अचम्मै लाग्थ्यो नि त्यो अचम्मै लाग्थ्यो अब अगाडि लाइट राखेको छ नि त हजुर त्यो लाइट बलेको राति आएको देख्दाखेरि आमामामा छक्क पर्नुहुन्थ्यो छक्क परिन्थ्यो नि अब अनि अब बिजुली थिएन हजुर पेट्रोल पम्प त्यो के भन्छ नि मट्टीतेलले हजुर पेट्रोल मेस हजुर हजुर त्यो चलाउँथे धरान बजारभरि पनि काहीँ लाइन थिएन बत्ती थिएन धरान बजार कस्तो थियो त्यो बेला तपाईँहरू आएको बेला पातलो थियो नि सबै बारी थियो त्यही एउटा 2 लाइन थियो यसो नयाँ बजार भन्थे हजुर अरू सबै मकै छर्ने कोदो रोप्ने त्यस्तै मात्रै थियो धरान कहीँ केही थिएन त्यो माथि फुस्रियो भने त झन् केही छँदै थिएन त्यस्तो थियो हामीहरू देख्दाखेरि
अनि त्यो बेला अब गाडी पनि अब पहिलोचोटि देखेँ भन्नुभयो हजुर धरानमा फेरि धरान आउ जाउ धेरै गर्नुहुन्थ्यो धरान अन्त त कहाँ र बाटै थिएन नि त बाटो थिएन बाटो थिएन अब हिँडेर त्यहाँदेखि पैदल जानुपर्ने अलिअलि ठुला ठुला कर्मचारीहरू भए तिनीहरू चाहिँ अब मेनामा चढेर जान्थे बोक्ने 4 जना हुन्थे महिलाहरूलाई लोग्ने मान्छेहरू चाहिँ घोडामा हिँड्थे अनि कोही महिला पनि घोडामा पनि गएको देखिन्थ्यो ती चाहिँ अब ठुल्ठुला कर्मचारीहरू घोडामा हिँड्थे अनि बा तपाईँ चाहिँ घोडा चढ्नुभयो कि ऊ आसाममा मात्रै आसाममा चढ्नुभयो यता चढ्नु भएन तेह्रथुममा चढ्नु भएन आफूले पालिएन चढ्न त अब यसो साथीभाइहरूका गाउँका आफ्नै चाहिँ आफूले चाहिँ पाल्यो अनि बुवा उहिले सुसमाचार अहिले त मोबाइल छ सेवा सुविधा छ टेलिफोन छ उहिले अब टाढा टाढा समाचार सुनाउनु पर्यो जस्तो साह्रो गाह्रो पर्दाखेरि अथवा कसैको मृत्यु भएको भने खबर पुर्याउनलाई के गर्नुपर्छ बा त्यो त चिठी लेख्नु पर्यो हुलाक त थियो नि त हुलाक त थियो हुलाकमा हालिदियो अब कति दिनमा पुग्छ महिना दिन 1.5 महिना त्यही भरमा पर्खेर बस्नै पर्यो नि त अब अहिले जस्तो तत्काल केही थिएन अब मेरो बुवा आसाममा खस्नुभएको 1 महिना पछाडि मात्र चिठी आइपुग्यो अनि अब त्यतिखेरसम्म त्यो थाहा पत्ता भएन काँचक्रिया भन्छ काँचक्रिया गर्नु पर्यो त्यो बेला कति दिन जुठो बार्नु पर्छ त कति दिन बस्नु पर्छ त्यो त उयो अहिले पनि उयो 13 दिन 13 दिन बस्नु अहिले पनि 13 दिन अहिले पनि 13 दिन त्यो हामीहरूको परम्परा छुट्या छैन अहिले अनि दान गर्ने चलन छ नि तपाईहरु दान गर्ने चलन छ उहिले पनि गर्नुहुन्छ गरिन्छ त्यही पहिलेकै परम्परा संस्कार नै अहिलेसम्म मानिराखेको छ तपाईहरुको संस्कारको बारेमा अलिकति अहिलेको जेनेरेसनलाई बताइदिनु न अहिलेको पुस्ताहरूलाई पुरो यस्तो नि अब हेर्नुहोस् तारन भनौँ अब पितृहरूको मरौ भएपछि आफू पनि अब पहिलेदेखि चलिआएको एउटा गहुँत खाएपछि मात्रै चोखिन्छ गाईको भन्ने एउटा हामीहरूको परम्परा हो धर्मशास्त्रले भनेअनुसार अनि पितृहरूले पनि आफूले यहाँ दान गरिदियो भनेदेखि त्यो उनीहरूले पाउँछन् भन्ने एउटा संस्कार त्यही विश्वासमा त्यो दान गर्ने चलन हो त्यही हो 13 दिन बार्नुपर्ने 13 दिन बार्नुपर्ने चाहिँ त्यो दुःखको कुरा 13 दिन बार्नुपर्ने त्यही दुःख दियोस् आमा बुवाले हुर्काउनु भयो अनि त्यो कष्ट हामीले पनि भोगौँ जीवनभर अब उहाँहरूले हाम्रो लागि कष्ट गर्नुभयो दुःख गर्नुभयो हामीले पनि गरौँ भनेर त्यही हो त्यो चोखोडी त भएर आफू आफ्नो स्वयं पाके बनाएर खाएर परम्परा संस्कार एउटा पहिलेको शास्त्रले अनुसारले त्यही कामबाट हामीले गरिराखेको होइन म चाहिँ भन्छु भइसके आफ्नो परम्परा संस्कार जोगाउनु पर्यो अब परम्परा जसै पनि भनौँ न अब राई लिम्बू गुरुङ तामाङ मगर जो आफूले पुर्खादेखि मानिलिएका छन् त्यो मान्न नछोडुन् मेरो चाहिँ भनाइ है हुन त अब अहिले त्यो मान्दैन भनेको मान्छेले त्यो चाहिँ हामीहरूले मानुन् र आफू पनि भइसके त्यसमा चाहिँ मेरा पनि परिवारहरूमा त्यो चाहिँ नछुटोस् भन्नेमा लाग्छ मलाई अब एउटा प्रश्न गर्नु भन्दा जन्म के रहेछ विवाह के रहेछ तपाईँको विचारमा जन्म भनेको कुरा चाहिँ अब पृथ्वीमा जन्मिनु भनेको चाहिँ संसार हेर्नु देख्नु नै रहेछ यो तपाईँको विवाह भनेको त एउटा आफ्नो जीवनभरि एउटा जीवन साथी जोड्नु हो त्यसले गर्दाखेरि अब कति जेल बाँचिन्छ को अगाडि हुन्छ एकजना चाँखेरि पहिले एकै भाइ त कोही मरिँदैन हजुर त्यो बाँचुन्जेल एउटा एक हातले मात्रै केही काम चल्दैन 2 हात भएपछि आफ्नो संस्कार परम्परा त्यो जीवन सहज हुन्छ भनेर अब विवाहको कुरा आइहाल्यो अघि अहिले पनि हजुर अनि हजुरआमालाई बिहे गर्ने क्रममा तपाईँले पहिला देख्नु भएको थियो उहिले लभ पर्ने चलन थियो कि थिएन अहिले त माया प्रेम भन्छन् नि पुरै छैन अब एक दिन गएर पहिले हामीले अब तपाईँहरूका कन्या छन् अरे हामी कन्या छौँ आएका हौँ भनेर हामी गएका हौँ भनेपछि अभिभावकहरूसँग जानुपर्ने अनि अनुरोध गरेर त ल्याउन पाइने होइन भनेपछि त्यहाँ गएर अब उहाँहरूले मन लाग्यो भने हजुर यति केटालाई म छोरी दिन्छु यसले पाल्छ भन्ने लाग्यो त्यो जुन हो त्यो मूल त्यहाँको अभिभावकलाई भने उसले स्वीकार्यो भने अनि आएर हेर्छ गाउँमा पहिलाचोटि माग्न जाँदा तपाईँ बेहुलो भएर जानुभएको थियो होला बेहुलो भएर त गइएन सुरुमा जाँदाखेरि एकजना साथी लिएर जानुभयो गइयो हजुर त्यो पनि अनि अब त्यहाँ छन् अरे भनेको सुनेर हजुर
पुग्नुभयो पुग्यौँ अनि पुगेपछि थियो बस्यो बस्यो बेलुका खानापिना राम्रो खाइयो हजुर अनि त्यस्तै कुराकानी राति हजुरआमा देख्नुभयो त्यो बेला देखिनँ घरमा देखाउँदैन सुरुमा देखाएनन् देखाएनन् तर त्यो पनि यहाँ यस्तो छन् भनेर चाहिँ त्यहाँ अलिकति त्यो बुझ्ने मान्छेले देखाएको भनेको कुरा थियो नि त पुगेर बेहुली त हेर्न पाइँदैन पाइँदैन थियो पाइँदैन थियो हेर्छु भन्नु पाइँदैन थियो हेर्दैन पनि थिए पाएकोहरूको विश्वास गर्नु पर्यो विश्वास गर्नुपर्ने जस्तो जे भए पनि उनीहरूले भनेको कुरालाई अहिले जस्तो भनेपछि रूप रङको कुरा थिएन बानी बेहोराको कुरा हुन्छ अहिले त अब रूप रङको कुरा आउँछ नि अहिले त आउँछ नि अब बात मार्छन् अहिलेकाल त सँगै बसेर बात मार्छन् हेर्छन् अघि त्यो सँगै थिएन उहिले त्यो चलन थिएन बाबुले आमाले भनेपछि त्यो मान्न पर्ने छोरीले पनि मान्न पर्ने छोराले पनि मान्न पर्ने अनि त्यसले गर्दाखेरि अब मेरो त बुवा पहिला खस्नु भएको र एकजना काका जानुभएको थियो साथमा हजुर हजुर अनि उहाँले नै लु यतिकामा ठिकै छ केटा गर भनेर भन्नुभयो मलाई अनि गरियो त्यस पछाडिको जीवन सहजै भयो सङ्घर्षशील भयो भयो यी अब अहिले चाहिँ अस्ति यो गए कार्तिकमा आमा खस्नु श्रीमती खसेर अनि अहिले म एक्लै छु लेखान त भावी यसरी चाहिँ बुवा अब जन्म मृत्यु भन्ने कुरा सँगसँगै नहुँदो रहेछ स्वीकार्नु पर्यो जीवन सँगै नै हुँदा र नहुँदामा कतिको फरक हुँदो रहेछ तपाईँको महसुस होइन यस्तो मन हो अब यस्तो त्यो मन बुझाउन सक्नेलाई ठिकै हो आज पनि भोलि पनि एकजना त अगाडि मरिन्छ यथार्थ कुरा स्वीकार्नु पर्यो स्वीकार्नु पर्यो त्यसले गर्दाखेरि सन्तोष लिनु पर्यो स्वीकार्न सकेन भने त्यही पनि दुःख हुन्छ त्यही रोग हुन सक्छ दुःख हुन्छ त्यही रोग हुन्छ अनि त्यसले गर्दाखेरि सबै संसार हेर्नु पर्यो अनि त्यसो हुँदाखेरि मेरो त अब यी छोरा बुहारी छन् मलाई आनन्द छ मलाई केही दुःख छैन मलाई खाना लाउन दिन्छ खर्च बर्च उनीहरूले जति के चाहिन्छ भनिराखेका छन् सोधिराखेका त्यही त बुवाकै घरमा आइयो कोठामा बसेर मजाले कुरा गर्न पाइयो एकदम खुसी लाग्यो बा धन्यवाद तपाईँ पनि आइदिनुभयो यो मेरो कुरा राख्न पाएँ मैले ठिकै छ अझै बाँकी रहेको कुराहरू के छ भने मसँग अब यति दिनु हस् बुवा समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद बाबु श्रोता अब भने कार्यक्रम उहिलेका कुराबाट मैले पनि बिदा मागेर जाने बेला भइसकेको छ कार्यक्रम उहिलेका कुरा अन्त्यसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई मुरी धन्यवाद आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला अर्को हप्ता पनि उहिलेका कुराको अर्को अङ्कलाई लिएर आउने बाचा गर्दै आजको कार्यक्रमको बसाइबाट म कार्यक्रम प्रस्तुता योगेश लिम्बू पनि बिदा हुन्छु हवस् त नमस्कार शुभरात्रि